ढिलो आएछ 12 घन्टा मेरो 14 घन्टा हुन्छ कहिले 14-15 घन्टा होटल लाइन त त्यही त हो घरि त वाक्कै लाग्छ हौ छ्या ल हेलो गाइस वेलकम ब्याक छ फेरि पनि मेरो क्यार ब्लग्समा बहुत दिन मतलब 3-4 महिनाको बादमा फेरि कमब्याक गर्दैछु होइन त्यस्तै असुविधा भएर भनौँ न त्यसै काममा बिजी भएर चाहिँ अब हाल्नु भएको थिएन होइन ब्लग फेरि अब सुरु गरेको त स्किप नगरी हेर्नु होला होइन आज देखाउने छु मजाले भन्दा पनि आज देखाउँछु जे छ देखाउँछु होइन तपाईहरुलाई कोसिस गर्छु त ल हेर्दै गर्नु होला अगाडि भिडियो फिलहाल मैले जाँदैछु ड्युटी त अरू बेला त 2 बजे ड्युटी हुन्छ तर आज चाहिँ अब पार्टी भएर छ नि त 20 पेक्सको छ त्यही लागि आज चाहिँ जल्दी बोलाएछ आज जल्दी हिँड्दै गरेको त आज जहाँ साह्रै ब्लग बनाउनु त मन थिएन त्यही पनि डेली हिँडेर आइन्छ तर आजको एउटा बनाइदिउँ न भनेर चाहिँ आज चाहिँ ब्लग बनाइदिएको एउटा सानो भन्दा पनि छोटो मोटो त्यस्तै हो हैन यो सेभ लाइफ चाहिँ कस्तो छ भने भन्दाखेरि चाहिँ जाने टाइम हुन्छ अरे आउने टाइम हुँदैन अरे साँच्चै सुनेको थिएँ हो रहेछ जाने चाहिँ टाइम हुन्छ अहिले 1 बजी गएछ भरे आउने चाहिँ कतिखेर हो के थाहा कहिले 1 बजी कहिले 12 बज्छ कहिले जल्दी होला कहिले ढिलो होला ल भिडियो हेर्दै गर्नु आजको भिडियो राम्रो सायद राम्रो लाग्छ होला तपाईहरुलाई हैन आज म के गर्नेछु के गर्दै रहेछु म डेली किचनमा हैन के चाहिँ काम हुँदो रहेछ र देखाउनेछु तपाईहरुलाई हेर्दै गर्नु हामीको होटल पनि आइसक्यो म काम गर्ने होटल हैन यो चाहिँ मैले काम गर्ने होटल हो हैन सङ्गिला बेङ्गलोर अहिले जाँदैछु म भित्र हेर्नु होला अगाडि हेर्दै गर्नु रोमाञ्चक लाग्छ अलिक ब्लग बनाउने आदत पनि हटिसकेको छ अहिले पनि 3-4 महिना गेप हुँदा त वेट कस्तो खालको भन्ने खालको जस्तो लाग्दो रहेछ त्यही पनि बनाएछु जसोमा छ यो हेर्नु होला इन्जोय गर मेरो भिडियो आयो होला मासु चाहिँ फोन आन्थ्यो यहाँ चाहिँ यसरी नम्बर भन्नुपर्छ ड्रेसको दिन्छ थ्याङ्क यू बोकेर आयो त्यो चाहिँ हामीको ड्रेसिङ रूम किचन यहाँको किचन हो यता फ्रिज हो लेला ल अब फेरि रेडी भयो कामको लागि हैन कामको लागि रेडी हुनु पर्यो मास्क लगाउनु पर्यो ग्लोभ लगाउनु पर्यो मैले यो काम गर्ने जग्गामा चाहिँ यो पोलिसी छ ग्लोभ लगाउनु पर्ने बिना ग्लोभ्समा जो रेडी टु इट हुन्छ RTE भन्छ त्यसलाई चाहिँ त्यो फर्मुला हुन्छ जो रेडी टु इट त्यसको लागि चाहिँ ग्लोभ्सहरू चाहिँ लगाउनु पर्ने हो भन्छ पोलिसीबाट चाहिँ त्यस्तो छ हामीको यहाँ जुन होटल छ त्यसको हैन म एकचोटि अहिले चाहिँ बनाउनु गइरहेको छु एसआई करोगे भनेपछि चाहिँ भनौँ न एसआई करोगे भने भेज फ्राई भनौँ
जापानिजबाट यसै भनेको चिरा छ भेज होइन भेजिटेबल्स भेज भनौँ न त्यो रहेछ अन्त करगे भनेको चाहिँ फ्राई रहेछ यहाँ आएर चाहिँ गम पाइयो अन्त काम धेरै छ हामीहरूको पुरा धेरै फटाफट गर्नुपर्ने काम यो पछि नुडल्स पछि अरू दुनियाँभर काम थुप्रै छ किचनमा काम कहिले खत्तम हुँदैन एकदम वाक्कै हुन्छ मेन थिङ काम कहिले सक्नु त्यही छ त्यही लागि फटाफट गर्नुपर्ने रामेन नुडल बनाउनु पर्ने ग्यास 20 प्याक्स छ आज त्यो आउँछ उनीहरूको पनि खाना रेडी गर्नुपर्ने ल त गाइस म जाँदैछु अब मिसिन ल्याउनु फिलहाल आएको थिएँ मिसिन लिएर म जाँदैछु यसमा चाहिँ पास्ता पनि बनाउँछ हो अनि त्यहाँ रामेनको पनि बनाउँछ म चाहिँ हामीकोमा किचनमा यो मिसिन छैन भनेर म अर्को रेस्टुरेन्टबाट चाहिँ लिएर आउँदैछु त्यही लागि हेर्दै गर्नु यो पुरा घाम टन माथि आएछ 18 फ्लोर माथि हो निधार खुम्चिरहेको सोच्दैछु अब काम चाहिँ कतिखेर सक्नु भन्ने फटाफट धेरै काम छ दुनियाँमा थुप्रेको भनेर सोचिरहेको छु मनभित्र चाहिँ एकदम के भन्छ लु हेर्ने हो बेङ्गलोरको नजारा लु हेर्नुहोस् बेङ्गलोरको नजारा यहाँ माथिबाट 18 फ्लोरबाट यस्तो चाहिँ देखिन्छ है ओइ होइ 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 दामी 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 छ ल यहाँ साइडबाट चाहिँ यस्तो देखिन्छ हो यो मैले काम गर्ने बिल्डिङ हो सङ्ग्रिला बेङ्गलोर तल गाडी मोटर कुदिरहेछ ल गाइस बेसी देखाउने समय पनि छैन हो मेरो काम दुनियाँ छ कुरा गर्ने पनि समय छैन फटाफट रेडी गर्नुपर्ने सामानहरू जे सामानहरू छ दुनियाँबाट रेडी गर्छु वाक्कै लाग्छ काम गरेर पनि कति काम गर्नु काम नसकेको देखेर छक्कै लाग्छ काम कहिल्यै सकिएनौ भन्नुहुन्थ्यो के पहिला अहिले थाहा हुँदैछ काम चाहिँ सकिन्छ कि सकिँदैन जति काम गऱ्यो त्यति काम जति काम गऱ्यो त्यति काम वाक्कै लाग्छ काम गर्दा ल साथीभाइ भिडियो नगरौँ भिडियोलाई इन्जोय गर मैले बोल्ने समय पनि छैन हो भिडियो इन्जोय गर मेरो काम गर्ने अब ल बाई बाई भिडियोलाई इन्जोय गर लाइक गर मन पऱ्यो भने सेयर पनि गर Vamos a ver todo lo que hay. Disimular, así el problema y la duda no nos ven pasar. I'll show you. Boy, you know my type is fine. यही हो सेपलाई बाहिर मिठो मिठो खानु दियो हो हामी यसरी यताउता भाग गर्दै खाँदैछौँ होइन यस्तो छ बोलमा खायो राम्रो सजाएर दिनुपर्छ गेस्टलाई चाहिँ हामी चाहिँ भाङलाम बुङलुङ बोलमा ल्यायो कटोरा ल्यायो भुइँमा हुँदै यसरी बस्यो अनि खायो सेफ लाइफ यो हो नि खाना मिठो मिठो बनाउने तर खाने चाहिँ लट्याङ पट्याङ हो तल बसेर गेस्टहरू डाइनिङमा हामी भित्र किचनभित्र यस्तो छ हो ल आई होप तपाईँहरूले इन्जोय गर्नु होला मेरो भिडियो ल थ्याङ्क यू फर वाचिङ ल त आधा रातमा छुट्टी भयो सबैलाई गुड नाइट घरमा हुने त आधा निन्द्रा सुतिसक्यो होला हामी कति भर्खर छुट्टी हुँदैछ ल गुड नाइट सबैलाई बाई बाई अर्को ब्लगमा फेरि भेटौँ है ल बाई बाई छ बाई बाई बाई